प्रिय मित्रहरू, फेरि पनि म हजुरहरूलाई प्रणाम गर्दै म आज अर्को एउटा भिडियो लिएर आएको छु। आशा छ यो भिडियोले हजुरहरूलाई निश्चय उपयोगी हुनेछ। आज म हजुरहरूलाई देखाउन गइरहेको छु ओबीसी सर्टिफिकेट कसरी एप्लाई गरिन्छ। ओबीसी सर्टिफिकेट एप्लाई गर्नको लागि एउटा क्रोम ब्राउजर ओपन गर्नुहोला। क्रोम ब्राउजर ओपन गरेपछि त्यहाँ ARTPS भनेर टाइप गर्नुहोस्। ARTPS टाइप गरेपछि माथिको जुन लिङ्क आउँछ सेवा सेतु, यो सेवा सेतुको लिङ्कमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरेपछि यस्तो खालको एउटा पोर्टल ओपन हुन्छ। जब यस्तो खालको पोर्टल ओपन हुन्छ त्यहाँ होममा क्लिक गर्नुहोस्। होममा क्लिक गरेपछि त्यहाँबाट हजुरहरूले यसमा एउटा एकाउन्ट बनाएको हुनुपर्छ। एकाउन्ट भएपछि अनि बल्ल तपाईहरुले यसबाट एप्लाई गर्न सक्नुहुन्छ। मेरो एकाउन्ट छ। अब हेर्नुस्, म हजुरहरूलाई लगइन गर्दैछु। म लगइनमा क्लिक गरे। लगइनमा क्लिक गर्ने बित्तिकै मेरो यस्तो एउटा पोर्टल ओपन भयो। यस्तो एउटा जब ओपन पोर्टल यस्तो ओपन भयो त्यहाँ पेन्डिङ हेर्नुस् मेरो सरी सर्भिसेसमा गए। हेर्नुस्, अब सर्भिसेसमा गएपछि म यहाँ टाइप गर्छु कास्ट सर्टिफिकेट भनेर CASTU कास्ट आसामिज भइरहेको रहेछ मेरो यो ल्याङ्ग्वेज। म यो ल्याङ्ग्वेजलाई इङ्ग्लिस ल्याङ्ग्वेज बनाउँछु। अब हेर्नुस् CAST कास्ट लेख्ने CAS लेख्ने कास्ट सर्टिफिकेट लेख्ने बित्तिकै यस्तो आयो। कास्ट सर्टिफिकेटमा एप्लाई गरेँ। एप्लाईमा क्लिक गरेँ। एप्लाईमा क्लिक गरेपछि यस्तो खालको एउटा पोर्टल ओपन भयो। जब यस्तो खालको पोर्टल ओपन भएपछि मैले यहाँ एप्लाईमा क्लिक गर्छु। एप्लाईमा क्लिक गरेपछि अब हेर्नुस्, यहाँ तपाईलाई सर्टिफिकेट कुन भाषामा चाहिन्छ हेर्नुस्। इङ्ग्लिस, आसामिज, बोडो, बाङ्ला तीनटा छन्। मलाई चाहिन्छ इङ्ग्लिस भाषामा। एप्लिकेसन अब हेर्नुस्, एप्लिकेसन फर्मको ओबीसी सर्टिफिकेटको लागि आज मैले देखाउन गइरहेको छु ओबीसी र MOBC। यहाँ हेर्नुस्, अब हेर्नुस् यहाँ हजुरहरूको नाम लेख्नुस्। जस्तो अब म मेरो नाम लेख्दैछु। यस्तै नाम लेख्नुस्। त्यहाँ अब यहाँ पछि आफ्नो लिङ्ग अर्थात् जेन्डर सिलेक्ट गर्नुहोस्। आफ्नो मोबाइल नम्बर हाल्नुहोस्। त्यहाँबाट इमेल हाल्नुहोस्। त्यहाँबाट पेन नम्बर, आफ्नो फादर्स नेम, मदर्स नेम, त्यहाँ कास्ट हजुर कुन कास्टबाट आउनुभएको। जस्तो अब हेर्नुहोस्, हामी नेपाली, क्षेत्री, राई, लिम्बू, गुरुङ, तामाङबाट आएका हौँ। मगर, नेवार, राई, सार्की सब यहाँ छन्। त्यहाँबाट हेर्नु तपाईँ के हो, सार्की, राई, नेवार, मगर, लोहार, लिहु, लिम्बू, लामा, गुरुङ, गाइने, धामी, क्षेत्री, भुजेल के हो। अब हेर्नुहोस् क्षेत्री हो भने क्षेत्री दिनुहोस्, जे हो त्यही दिनुहोस्। अब यहाँ हजुरहरूको ठिकाना फिलअप गर्नुहोस्। यहाँ पनि ठिकाना फिलअप गर्नुहोस्। यहाँ हाउस नम्बर लेख्नुहोस्। यहाँ आसाम छँदैछ, त्यहाँ डिस्ट्रिक्ट सिलेक्ट गर्नुहोस्। त्यहाँबाट हेर्नुहोस् यस्तै डिस्ट्रिक्ट सिलेक्ट गर्ने। डिस्ट्रिक्ट सिलेक्ट गरेपछि सब डिभिजन सिलेक्ट हुन्छ। सब डिभिजन सिलेक्ट गरेपछि त्यहाँबाट हेर्नुहोस् हजुरहरूको सर्कल अफिसर सिलेक्ट गर्नुपर्छ। सर्कल अफिसर सिलेक्ट गरेपछि मौजा, त्यहाँबाट हजुरहरूको गाउँ, त्यहाँबाट पुलिस स्टेसन, त्यहाँ पोस्ट अफिस, त्यहाँ पिन नम्बर, यति सबै म फिलअप गर्छु। नेक्स्ट स्टेप हजुरहरूलाई म देखाउन गइरहेको छु। त्यतिन्जेलको लागि मैले यो भिडियो पोस्ट गर्दैछु। त्यहाँबाट यस्तो खालको आउँछ। हेर्नुहोस्, मैले यो यस गरेँ। मेरो यो लोड हुँदैछ। त्यहाँबाट अब हेर्नुहोस्, मैले यहाँ फाइलहरू एट्याच गर्नुपर्छ। अब यहाँ मैले एप्लिकेन्ट फोटो मैले यहाँ एट्याच गर्नुपर्छ। म एप्लिकेन्ट फोटोहरू एट्याच गर्दैछु। कम्प्लिट जब एट्याच गरिसक्छु त्यहाँबाट म फेरि हजुरहरूलाई एकखेप देखाउँदैछु। मैले अहिले पोस्ट गर्दैछु यो भिडियो। त्यहाँ सबै सब्मिट गरेँ। सब्मिट गरेपछि यस्तो आयो। हेर्नुहोस् नि जब यहाँ यस्तो आयो त्यहाँ पछि हजुरहरूले अब पेमेन्ट गर्नुपर्छ। मैले यति सबै पेमेन्ट फुलफिल गरेँ। डकुमेन्टहरू पनि सबै फुलफिल गरेँ। अब यहाँ मेक पेमेन्टमा क्लिक गर्नुपर्छ। मेक पेमेन्टमा क्लिक गरेर अब हेर्नुहोस्, मेक पेमेन्टमा क्लिक गर्नु। अब हेर्नुहोस् यहाँ कतिवटा पेज तपाईँ प्रिन्टिङ गर्नुभयो, त्यो पेज प्रिन्टिङ दिन सक्नुहुन्छ। अब यहाँ हेर्नु पेज कतिवटा पेज तपाईँहरूले स्क्यानिङ गर्नुभयो, त्यो हिसाबले बनाइदिन सक्नुहुन्छ। त्यहाँ पे नाउ गर्नुहोस्। पे नाउ गरेपछि अब हेर्नुहोस् हजुरहरूको अगाडि एउटा पेमेन्ट मेथड आउनुहुन्छ। पेमेन्ट मेथड जब आउँछ हजुरहरूको अगाडि यस्तै पेमेन्ट मेथड चाहिँ हेर्नु। पेमेन्ट गेटवेमा क्लिक गर्नुहोस्। त्यहाँ एक्जिस्ट एसएपए नो चार्जमा क्लिक गर्नुहोस्। त्यहाँबाट एग्री क्लिक गर्नुहोस्। त्यहाँबाट प्रोसिड फर पेमेन्टमा क्लिक गरेपछि अब हजुरहरूको अगाडि नতুन एउटा इन्टरफेस यस्तो ओपन हुन्छ। हेर्नुहोस् मेरो अलिक नेट स्लो छ आज। ल हेर्नुहोस् आयो। जब यस्तो खालको इन्टरफेस ओपन हुन्छ त्यहाँ यो टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गरेर हजुरहरूले यहाँ आफ्नो UPI कोड हान्नुहोस्। त्यहाँ UPI कोड हानेपछि अनि हजुरहरूले यो क्याप्चा जस्तो छ त्यस्तै क्याप्चा हान्नुपर्छ हजुरहरूले। म क्याप्चा हान्छु। अब हेर्नुहोस् क्याप्चा हानिसक्छु। म हजुरहरूलाई पुरा पेमेन्टको मेथड जति गरिएको हो त्यो सबै म हजुरहरूलाई गरेर देखाउँछु। ल हेर्नुहोस् मैले हानिसकेँ। अब म पेमेन्ट गर्छु। एकछिन पेमेन्ट गरेको म पोस्ट गर्छु। हेर्नुस् अब मेरो यहाँबाट पेमेन्ट कम्प्लिट भयो। पेमेन्ट कम्प्लिट भएपछि यस्तो एउटा इन्टरफेस त्यहाँबाट यस्तो एउटा इन्टरफेस ओपन हुन्छ।